हेलो गाइज एभ्रिवान, हामी चाहिँ आज यहाँ हाम्रो मकै गोडाइ हुँदैछ। यहाँ केटाले मकै गोड्दैछ है। कस्तो कस्तो गोड्दैछ भने अब यसले मकै कस्तो फलाउँदो रहेछ। अब बिस्तारै बिस्तारै थाहा हुँदैछ। यतातिर मकै चाहिँ भस्समा पारिदिएको यतादेखि आएर यता फेरि बन्द पनि छ है, ठुल्ठुलो बन्द छ। यता बन्द छ, यी बन्द सर्लक्क परेको बन्द छ। बन्दभित्र पनि यसरी मकै लगाएको छ। यहाँ एउटा केटालाई काम गर भनेको उभिएको गर्छ, खालि ठाडो पारै छ जिउ। यसो नगर्न भन्छ, मान्दैन। यहाँ अर्को एउटा छ फेरि हाँसी है। के गरेको है त बोक्सी जस्तै छ। के गरे कि मकै गोडेको हो? यसको पनि मकै गोड्छ नि त। ओहो ल, यतातिर मकै सकै गोड्ने काम भइरहेछ हाम्रो। मकै भन्ने कुरा यस्तै छ। यतातिर पनि छ, फेरि यतातिर पनि छ। अब सकिन लागिसक्यो, केटाले यहाँ मकै गोडिसक्यो, मैले पनि गरेँ धेरथोर। यतातिर सर्लक्क लाएर यहाँ चाहिँ हाम्रो मलको थुप्रो हुन्छ। यतातिर चाहिँ यतातिर यस्तै छ। ल, यो यतातिर जङरङ्ग परेको छ है। यो चाहिँ फेरि यो चाहिँ पालुङ भन्ने जात यस्तो हुन्छ। यो यस्तरी पसिरहेछ। त्यति हुँदैछ हाम्रो। यतातिर चाहिँ हाम्रो फर्सी छ है साथी। यो फर्सी चाहिँ भर्खरै उम्रेको फर्सी हो। लगभग 15 दिन भयो होला। सर्लक्क यस्तो भएको छ, 15-20 दिन भयो होला। यता फर्सी घारी छ, यता कोही फर्सी घारी निस्किँदै छ, कोही यता मकै गोडिसकिया छ। अब यतातिर भनेदेखि यहाँनिर चाहिँ यो चाहिँ अर्ग्यानिक गोलभेडा हो। यो यसलाई अर्ग्यानिक भनेर भनिन्छ। यो चाहिँ सानो सानो छ। यता फेरि पोखरी र यो पोखरी पनि कटाउनु पर्ने। यता फेरि अर्को बिउ छ। यो सर्लक्क लाएर यो करेला छ यता चाहिँ। ओहो, यता फेरि यो यताबाट गएर पो बिग्रेको रहेछ त यो त। ल, यता चाहिँ अब साग खाने बेला भएछ है। यतातिर चाहिँ भर्खर मसिनो निस्किँदैछ। यो पनि खाइन्छ। अब हाम्रो घर चाहिँ यता मासतिर छ है। यतातिर हाम्रो जम्मै खेती नै खेती भइसकेको छ। ल है त, आजको भ्लग यस्तै छ। हामी भर्खरै घुमघाम गरेर आएको छौँ। अनि यो त यहाँ काग पनि कराउने छ। यता यो हाम्रो केराघारी पनि छ। यता केराघारी, काग पनि छ, केराघारी पनि छ। गुड चाहिँ ऊ पर्तिर छ, यता नजिकै छ हाम्रो। ल, अब बाँकी रहेको फलेपछि देखाउँला। यतै छ। काम गर्दा कस्तो हुन्छ? गाह्रो भयो कि भएन तिमीलाई? त्यो के हो हातको? देखाइदेऊ त। खोइ देखाइदेऊ, राम्रोसँग देखाइदेऊ। यता देखाइदेऊ, क्यामेरामा देखाइदेऊ। यता क्यामेरामा। ओहो, कुटुले हो। ल ल ल ल ल, कति खानु त? खोइ सिँगै खनी के नि त यसले त। ल ठिक छ। अब यता फल छ है हाम्रोतिर चाहिँ। डेम यता पनि डेम फल छ है। यतातिर मकैबारी छ। यो चाहिँ फेरि भक्तपुरतिर हो, फेरि धेरै टाढा होइन।